आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, समय गतिशील छ र समयसँगै मानिसका आकांक्षाहरू पनि फेरिँदै जान्छन्। आज देशैभरि नयाँ राजनीतिक शक्ति र विचारको लहर चलेको छ, तर विचार मात्र पर्याप्त हुँदैन। त्यो विचारलाई धरातलमा उतार्ने एउटा इमान्दार पात्र पनि चाहिन्छ। कतिपय नेताहरू भन्छन् विकास भनेको एकैपटक स्विच थिचेर बत्ती बाले जस्तो होइन। यो सत्य हो, तर भ्रष्टाचार विरुद्धको प्रहार र सुशासनको अनुभूति त प्रत्येक घण्टा दिन सकिन्छ नि। यही अठोट र दृढ विश्वासको सङ्गम हो कृष्ण कुँवर। हामी प्राय केन्द्रको लहर र ठुला कुराको पछाडि लाग्छौँ, तर विचार गरौँ त, के केन्द्रबाट लादिएका उम्मेदवारले हाम्रो क्षेत्रको धुलो, माटोको सुगन्ध र यहाँका जनताको आँसुको मर्म बुझ्न सक्छन्? पक्कै सक्दैनन्। केन्द्रको भरमा परेर चुनिएका प्रतिनिधिहरूलाई आफ्ना समस्या सुनाउन फेरि पनि काठमाडौँकै ढोका धाउनुपर्ने बाध्यता अन्त्य हुनुपर्छ। त्यसैले यस पटक कपिलवस्तु क्षेत्र नम्बर 1 का लागि नयाँ भनेर खोजिएका सबै गुणहरू हाम्रै माटोमा हुर्किएका जुझारु व्यक्तित्व कृष्ण कुँवरमा निहित छ। कृष्ण कुँवर एउटा नाम होइन, यो एउटा पवित्र संकल्प हो। उहाँले उद्घोष गर्नुभएको छ, सांसद भएर पाउने सेवा सुविधा र पारिश्रमिकमा आफ्नो तर्फबाट थप रकम मिसाएर यसै क्षेत्रको विकासमा खर्च गर्नेछु। यो सुन्दा कुनै सपना जस्तो लाग्न सक्छ, तर यो एउटा निष्कलङ्क जनप्रतिनिधिले आफ्ना मतदाताप्रति गर्ने उच्च सम्मान हो। विकासको गति प्राविधिक कारणले केही ढिलो हुन सक्ला, तर नीतिगत भ्रष्टाचार र अनियमिततालाई शून्यमा झार्ने उहाँको स्पष्ट खाका छ। दक्ष प्राविधिक, समाजशास्त्री र विज्ञ टोलीसँगको निरन्तर सहकार्यले उहाँको भिजनलाई अझै मजबुत बनाएको छ। हामीले वर्षौंदेखि एउटै समस्या भोग्दै आएका छौँ। आश्वासनका पुलहरू धेरै बने, तर विकासको बाटो सधैँ अधुरो रह्यो। अब पुरानै समस्यामा रुमल लिने कि नयाँ गति लिने, यो निर्णय गर्ने बेला आएको छ। कृष्ण कुँवर हाम्रै बीचमा खेल्नुभएको, हाम्रै दुःख सुखमा भिज्नुभएको र यहाँको हरेक समस्याको नसा बुझ्नुभएको व्यक्ति हुनुहुन्छ। उहाँको क्षमता र यहाँको आवश्यकताको मेल नै कपिलवस्तुको समृद्धिको साँचो हो। अनन्त निर्वाचन भनेको केवल पार्टी वा झण्डाको उत्सव होइन। यो त हाम्रो आगामी 5 वर्षको भविष्य लेख्ने अवसर हो। यदि हामीले यसपटक पनि भावनामा बगेर वा केन्द्रको लहरको पछि लागेर गलत नेतृत्व छान्यौँ भने हामी पुनः तिनै पुराना समस्या र आश्वासनको चक्रव्यूहमा फस्नेछौँ। त्यसैले पार्टी र झण्डाभन्दा माथि उठौँ, आफ्नो क्षेत्रको मुहार फेर्न, भ्रष्टाचारलाई जरैदेखि उखेल्न र जनताको वास्तविक आवाजलाई संसदमा पुर्याउनको लागि तारा चिन्हमा मतदान गरी कृष्ण कुँवरलाई विजय गराउँ। उज्यालो कपिलवस्तुको लागि हाम्रो मत कृष्ण कुँवरलाई। हस्, धन्यवाद।